भएर यहाँ चर्च आएको म कहिले काहीँ पनि चर्च जाँदिनँ थिएँ। चर्च आएर मैले के अनुभव गरेँ, मैले के पाएँ, के अनुभव राम्रो कुरा गरेँ, त्यसको बारेमा म केही भन्न चाहन्छु। मेरो नाम चाहिँ भोजकुमार लिम्बू हो, तर मलाई राजकुमार लिम्बू मनपर्छ र दिदीहरूले राजकुमारै भन्नुहुन्छ। आज 25 डिसेम्बर हाम्रो परमेश्वर यसुको जन्मदिन। सबैले थाहा छ होला, यसु परमेश्वरले चाहिँ परमेश्वरको शान्तिको राजकुमार, स्वर्गदूत र मुक्तिदाता भनेर धेरैले चिनिन्छन्। तर हाम्रो लागि यसुले धेरै उद्धारका कुराहरू लिएर आएको छन्। सबैभन्दा पहिले त म यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथि तथा सम्पूर्ण दाजुभाइ बहिनी दिदी एवं हजुरबुवाहरूलाई धन्यवाद दिन चाहन्छु, किनभने उनीहरूले हजुरहरूले यति महत्त्वपूर्ण समय यस ठाउँमा आए पक्कै पनि हाम्रो राम्रो गर्नुभएको छ भन्ने म तपाईँलाई आह्वान गर्न चाहन्छु। मानिसको जीवनमा, हरेकको जीवनमा दुःख हुन्छ। सुखै सुखमा त कोही पनि हुँदैन। आर्थिक भए पनि, सम्बन्धको भए पनि दुःख हुन्छ। तर परमेश्वर यसुले हामीले यस्तो बाटो देखाएको छन् जहाँ आर्थिक भौतिक सुखभन्दा पनि आत्मिक सुख देखाएको छन्। मान्छेहरू या त म पनि सोध्थेँ कि मान्छे कहिले न कहिले मर्छ, तर परमेश्वर यसुले हामीलाई अनन्त जीवनको बाटो देखाएको छ, जस अन्तर्गत हाम्रो शरीर त मरेर जान्छ, तर आत्मा जहिले जीवितै रहन्छ। आमेन। परमेश्वरको बारेमा मलाई त्यति त थाहा छैन, तर म केही भन्न चाहन्छु। हाम्रो परमेश्वर कुमारीको कोखबाट दाउदको सहरमा जन्मेको हो। उहाँ हाम्रो पापको अन्त्यको निम्ति जन्मेको हो। हाम्रो पापको अन्त्य गर्नको लागि हजुरले यसु प्रभुले दुःख कष्ट सहनुभयो। सबैजनाले सोध्छन् परमेश्वर क्रिस्चियन मात्रको लागि हो, तर हाम्रो दिदीले भने जस्तै परमेश्वर हरेकको मनमा हुन्छ, तर तिनीहरूले उनलाई चिन्न सक्नुपर्छ। हाम्रो पापको अन्त्यको निम्ति यसु परमेश्वर जन्मेका थिए। त्यसैले आजलाई मेरी क्रिसमस भन्दै ह्याप्पी क्रिसमस, मेरी क्रिसमस। मेरो अरू त केही छैन। यहाँनिर आएर मैले धेरै कुरा सिकेँ। यहाँ जति दिन आउँछु नि त्यति नै मलाई आउ जस्तो लाग्छ। पहिलोको दिनभन्दा दोस्रो दिन यहाँनिर सबै दाजु दिदी मलाई मनपर्ने भनेको चाहिँ यहाँ चाहिँ सबै कसैले नराम्रो गर्दैन, नराम्रो सोच्दैनन्। यो बाहिरको जीवनभन्दा नि वास्तविक बाहिर देखाउने भन्दा नि यता मन खोलेर बोल्छन्, त्यो साह्रै राम्रो लाग्छ। अनि मान्छे बाहिर देखाउने र भित्र देखाउने धेरै हुन्छ। हात्तीले खाने दाँत र देखाउने दाँत भने जस्तै। त्यसै गरी बाहिर देखाउने र आफूले सोच्ने बेग्लै हुन्छ। म पनि केही चाहन्थेँ, म चाहिँ अरूले भन्दा नि खुलेर जिउन चाहन्थेँ, तर यहाँनिर घर परिवारको समस्याले गर्दाखेरि म खुल्न सकेको थिइनँ। यहाँ आएर मैले त्यो मौका पाएँ, यहाँदेखि घुलमिल हुन पाएँ, बोल्न पाएँ। त्यसको लागि धन्यवाद दिँदै मेरो मन त यहीँ टुङ्गाउन चाहन्छु। सबैजनालाई जय मासी फेरि पनि। हामी भाइको लागि ताली बजाउनेछौँ है। भर्खरै केही हप्ता